भन्दा अगाडिका दिनहरुमा भन्दा अहिले मानव वन्यजन्तु बीचको द्वन्द्व एकदम अलि कम भएको र समुदाय स्तरमा पनि हामीले गर्नुपर्ने भूमिका जस्तो हामीले वन्यजन्तुहरूलाई उनीहरूको बानी व्यवहार चाहिँ परिवर्तन गर्न सक्दैनौं। हामी मानिस भइसकेपछि हामी बुझ्ने र सहनशील प्राणी भइसकेपछि मानिसहरूले नै हाम्रो बानी व्यवहारलाई परिवर्तन गर्नुपर्छ भन्ने कार्यक्रमहरू हामीले एनटीएनसी र हिमाली नेचर जेडेसएल साझा संस्थाका कार्यक्रमहरू पछिल्लो चरणमा चलाउँदै समुदाय स्तरमा चलाउँदै आएका छौं। यसले धेरै नभए पनि थोरै रूपमा प्रभावकारी ल्याउँदै आएको छ र हामीले यस टिभीमा लागेदेखि विभिन्न अवसरहरू जस्तै तालिम अस्ति भर्खर पनि जेडेसएलको सहयोगमा हामीले क्यामेरा ट्र्यापिङ जस्ता कार्यक्रमहरूमा सहभागी हुने अवसरहरू पाइरहेका छौं र यो भन्दा पहिला चाहिँ 2-4 वर्ष अगाडि चाहिँ यति यो माइक समातेर दुईवटा कुरा भन्न सक्ने अवस्थामा थिएनौं। सायद यस्तै अवसरले गर्दा आज यो स्थानमा दुईवटा कुरा र स्किल डेभलपमेन्टमा पनि यसले ठूलो भूमिका खेलेको छ र विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएका छौं।